नमस्कार, सबैलाई फेरि पनि स्वागत छ डेड पोएट सोसाइटी नेपालको नेपाली साहित्यको दोस्रो श्रृङ्खलामा। आज हामी कुरा गर्न गइरहेका छौँ झर्रोवादी आन्दोलनको बारेमा। नेपाली भाषाको आत्मा खोज्ने आन्दोलन पनि भन्ने गरिन्छ झर्रोवादी आन्दोलनलाई। भाषा केवल बोल्ने साधन मात्र होइन, भाषा एउटा समाजको आत्मा हो, एउटा इतिहास हो र एउटा पहिचान हो। तर जब भाषा आफै आफ्नो मौलिकता गुमाउन थाल्छ तब के हुन्छ? हो, यही प्रश्नबाट जन्मिएको थियो झर्रोवादी आन्दोलन। विक्रम सम्वत 2012-13 सालतिर नेपाली भाषा एउटा सङ्क्रमण कालबाट गुज्रिरहेको थियो। नेपाली लेखनमा हिन्दी, संस्कृति र अङ्ग्रेजी शब्दहरूको अत्याधिक प्रयोग हुन थालेका थिए। भाषा बिस्तारै जनताको जिब्रोबाट टाढिँदै विद्वानहरूको बन्द कोठामा सीमित हुँदै गइरहेको थियो। यही परिस्थितिको प्रतिवाद स्वरूप केही सचेत लेखक र भाषाशास्त्रीहरूले एउटा साहसी आवाज उठाए। उनीहरूले भने भाषा झर्रो हुनुपर्छ, अर्थात् सिधा, सरल, मौलिक, जनताको बोलीचालबाट जन्मिएको भाषा। झर्रो शब्दको अर्थ हो कृत्रिमताबाट मुक्त, साँचो नेपालीपन बोकेको भाषा। झर्रोवाद कुनै विदेशी भाषाको विरोध थिएन, यो त नेपाली भाषाको आत्मसम्मानको पक्षमा उठेको आन्दोलन थियो। झर्रोवादी आन्दोलनका वैचारिक स्तम्भ मानिन्छ बालकृष्ण पोखरेललाई। उनले झर्रो शब्दलाई भाषिक दर्शनको रूप दिए। झर्रोवादलाई व्यवहारमा उतार्ने सशक्त नाम थियो तारानाथ शर्मा। उनका निबन्ध, यात्रावृत्ति र आलोचनाहरूले झर्रो भाषालाई जीवन्त बनायो। झर्रोवादी आन्दोलनको मुख्य आवाज बन्यो नौलो पाइला पत्रिका। यसले नेपाली भाषामा शुद्धता, सरलता र मौलिकताको बहसलाई जनस्तरसम्म पुर्यायो। झर्रोवादी आन्दोलनले नेपाली भाषामा आत्मचिन्तनको बिउ रोप्यो। यसले प्रश्न गर्यो, हामी किन आफ्नै शब्द छाड्दैछौँ? आज पनि नेपाली साहित्यमा झर्रोवादको प्रभाव मौन रूपमा जीवित नै छ। तर झर्रोवाद आलोचनाबाट मुक्त थिएन। केहीले भने भाषा समयसँगै बदलिन्छ, पूर्ण शुद्धता सम्भव छैन। तर आन्दोलनको उद्देश्य भाषा रोक्नु होइन, भाषालाई सम्झाउनु थियो। झर्रोवादी आन्दोलन कुनै निश्चित कालखण्डमा सीमित आन्दोलन थिएन। यो त नेपाली भाषालाई आफ्नै माटोसँग जोड्ने चेतनाको आवाज थियो। भाषा जोगाउनु भनेको केवल शब्द जोगाउनु होइन, यो त आफ्नो पहिचान जोगाउनु हो। यो त आफ्नो पहिचान जोगाउनु हो।